दर्शकवृन्द नमस्कार। एचआर पौडेल अफिसियल युट्युब च्यानलको नयाँ भिडियोमा तपाईँलाई स्वागत गर्न चाहन्छु। दर्शकवृन्द, आजको भिडियो अन्तर्गत रहेर हामीले भुन्टी सिरियलको नयाँ एपिसोड समीक्षा गर्नेछौँ। दर्शकवृन्द हो, यति बेला भुन्टीलाई निकै गाह्रो परिरहेको छ। भुन्टी गर्भवती भएकी छन्। उता भुन्टी आफ्नै माइतमा जाँदा पनि रुन पाइरहेकी छैनन्। उनलाई आफ्नो मनको पीडा पोख्नलाई आमासँग बोल्न सकेकी छैनन्। उनकी आमा यति बेला बिरामी अवस्थामा छिन् भने भुन्टीको दाजु टोकालीको घर पनि के सप्रेला जस्तो छैन। दर्शकवृन्द, उनले अब बुढीमा माथि बदला लिन थालिसकेका छन्। उनले बदलाको भाव बोकेर हिँडेका छन्। हिजो तिमीहरूले मसँग मेरी आमा बिरामी हुँदा तिमीसँग पैसा हुँदा पनि कस्तो व्यवहार गर्यौ, त्यो व्यवहार मैले बिर्सेको छु र तिमीहरू त पापी हौ, मेरो आफन्ती कोही होइन भन्दै थर्काइरहेका थिए भने पूर्णिमा भने चुप्प रहेकी थिइन्। दर्शकवृन्द, उनी निकै नै चुप रहे, किनभने उनको गल्ती धेरै थियो। उनीसँग नजिक हुनको लागि धेरै बहाना गरिन्, तर टोकलीले बालै दिएनन्। दर्शकवृन्द, आफ्नो बुवालाई खुसीको लागि र आफ्नो आमालाई घर ल्याउनको लागि आएकी थिइन् उनीसँग, र उनले जान्नभन्दा त्यहाँ भुन्टीले जसरी भए पनि जानुहोस् दाइ, मैले पनि तपाईँले भनेको माने र मैले भनेको तपाईँले मान्नुहोस् भन्दै त्यहाँबाट पठाएकी थिइन्। दर्शकवृन्द, उनले त्यहाँबाट गएर जब आश्रममा पुगेका थिए, त्यहाँ अपनी आमा बसिरहेकी थिइन्। उनलाई त्यहाँबाट सम्झाइ बुझाइ गरेर घरतर्फ लगेका थिए। त्यहाँ भनेका थिए, तपाईँ घरबाट निस्किनु भयो, त्यसैले म निस्केर हिँडेकी हुँ भनेर आमाले भन्दै गर्दाखेरि, म त घरको ज्वाइँ हो, तपाईँ त घरको मान्छे हो, तपाईँ निस्किनु नहुने हो, किन यस्तो गल्ती गर्नुभयो भन्दै त्यहाँ सम्झाइरहेका थिए। दर्शकवृन्द, त्यहाँबाट उनीहरू घरतर्फ गएका थिए, तर जाँदै गर्दा ती पूर्णिमाले उनीसँग नजिक हुने बहाना धेरै गरिन्। दर्शकवृन्द, उनले बहाना गर्दै गर्दाखेरि साँच्चै नै त्यहाँ उनी निकै नै रुष्ट भएका थिए। बाटोमा जाँदै गर्दा लडे जस्तो बहाना गर्छिन्, तर उनले बालै दिएनन्। जाँदा जाँदा गेटबाट फर्केका थिए। दर्शकवृन्द, उनी घरमा जान्छु भन्दा पनि, उनीलाई घरमा जाउँ भन्दा पनि उनी गएका थिएनन्। त दर्शकवृन्द, यहीँबाट फर्केर हिँडेका थिए भने घरमा पुग्दै गरेकी ती पूर्णिमा र उनकी आमा बुवा खुसी भएका थिए। तर पूर्णिमालाई ज्वाइँलाई किन ल्याइनस् त भन्दै गर्दा आउन माने पो ल्याउनु भन्दै झर्केर हिँडेकी थिइन्। दर्शक उता भूपेन्द्रले भने, दर्शकवृन्द, भुन्टीलाई नराम्रो देखाइरहेका छन् उनका दाजुसँग यसरी उनका बारेमा नराम्रा कुरा गरेका छन् कि तपाईँको श्रीमती मेरी भाउजूले कति कमाउनुहुन्छ, तपाईँले भनेको मान्नुहुन्छ, तर मेरो श्रीमती भने अनपढ गवार गरिबको छोरी, त्यही पनि उसले मसँग त्यत्रा निर्णय गर्नुसम्म पनि मलाई केही भन्न सकिने, केही गर्न सकिने, मलाई केही पनि गन्दैने, न त उसले कमाउन जानेकी छे भन्दै उनले आरोप लगाइरहेका छन्। तर भूपेन्द्रले भने, दर्शकवृन्द, तिमी यस्तो कुरा नगर, तिमीले यो कुरा गर्न सुहाउँदैन, तिमीले पनि माफी माग्नुपर्छ भन्दै सम्झाउँदै गर्दाखेरि दर्शकवृन्द त्यहाँ उनले सम्झाउन मानेनन्। उनले मैले कुनै पनि हालतमा माफी माग्दैन दाइ अब भन्दै त्यहाँ उनीसँग रिसाइरहेका थिए भने उता घरमा बालकुमारीले प्रियालाई बोलाएकी थिइन्। प्रिया आउँदै गर्दा मेजबान सहित स्वागत थियो। त्यहाँ भुन्टीकै कुरा काटिरहेका थिए। दर्शकवृन्द, जब प्रिया उनी खुसीले साटासाट गर्दै थिए त्यहाँ, तब भूमिकाले एउटा खबर लिएर गएकी थिइन्। खुसीको खबर छ अर्को भन्दै, के भन्दा उता भूपेन्द्र दाइले भुन्टीलाई घरबाट निकाल्नु भयो भन्दै खुसी व्यक्त गरिरहेका थिए। दर्शकवृन्द, र त्यतिकै क्रममा प्रिया आएकी थिइन् र प्रियाले पनि म पनि निकै खुसी छु, त्यसलाई त निकाल्नु पर्ने थियो भन्दै खुसी सासाट गर्दै गर्दा त्यहाँ ती उनका बुवाले भूमिकाका बुवाले सुनेका थिए। उता सुन्दै गर्दाखेरि दर्शकवृन्द साँच्चै नै उनी निराश भएका थिए र लगत्तै फोन गरेका थिए भूपेन्द्रलाई फोन गर्दै गर्दा दर्शकवृन्द उनले भनेका थिए, बुहारीलाई जसरी भए पनि माफी मागेर घर ल्याएर आइज, बुहारीको केही गल्ती छैन, किन यस्तो गर्छौ त तिमीले, त्यस्तो नगर्नुपर्ने थियो भन्दै गर्दा मैले माफी माग्दैन बुवा, अब कुनै पनि हालतमा माफी माग्दैन, मलाई भुन्टीसँग अब माफी माग नभन्नुहोस्, म आफ्नो बिजनेस अगाडि बढाउन चाहन्छु भन्दै त्यहाँ भनिरहेका थिए। दर्शकवृन्द यति हुँदै गर्दा त्यहाँ निकै रिसाइरहेका थिए भूपेन्द्र। उता बुवाले पनि निकै दुःख मानिरहेको अवस्था छ। साँच्चै नै भुन्टी भने उता गर्भवती भएको हामीले देखेका छौँ। के साँच्चै नै भूपेन्द्र र भुन्टी अब छुट्टिने हुन् त? टुकलीले कस्तो कदम चाल्लान् त? रिसको आवेगमा उनले त्यहाँबाट भुन्टीलाई लगेर घरमा गएका थिए। साँच्चै नै घरमा जाँदै गर्दा अब के उनी खुसीले रमाउन सक्लिन् त? हुन त उता भूपेन्द्रले भनेका थिए उनका दाजुसँग अब भुन्टी धेरै खुसी भएर बस्न सक्छ, उता मलाई मसँग नबसे पनि खुसी हुन सक्छ भन्दै आरोप लगाएका छन्। उता पूर्णिमाले पनि टोकलीलाई फोन गरेर
त्यही आरोप लगाएकी थिइन् र भनेकी थिइन्। मनमनी उनले भन्दै थिइन् कि अब तिम्री बहिनी पनि त त्यहीँ गएकी छे सधैँ बस्नको लागि, अब मलाई किन खोज्थ्यौ र भन्दै नराम्रो आरोप लगाएका छन्, नराम्रो सोचेका छन् दर्शकवृन्द। त यति बेला भुन्टीले निकै दुःख पाइरहेको अवस्था छ भने अब साँच्चै नै हामीले कस्तो देखाउँला त दर्शकवृन्द। भुन्टीले सुख पाउनुपर्छ भन्दै भूपेन्द्रलाई कारवाही होस् भन्दै बिदा हुन चाहे। च्यानललाई लाइक, सेयर, सब्सक्राइब गरी हामीसँग जोडिन नभुल्नुहोला। हस्त नमस्ते।